हेलो वेलकम टु आवर भ्लग अगेन। आज हामी बोटानिक गार्डनमा जाँदैछौँ। बोटानिक गार्डनको सानो भिजिट हाम्रो हुँदैछ। यता मामा बजे ज्योति पनि फोनमा जोडिएको छ। ठक्क घाम पनि गयो, एकदमै रमाइलो शीतल छ। अब एकछिन बोटानिक गार्डनको भिजिट गराउँछु, तपाईँहरू पनि इन्जोय गर्नुहोस् है त। यहाँबाट भित्र छिर्नुपर्छ है। बोटानिक गार्डन मामा, सिङ्गापुर बोटानिक गार्डन एकदम ठुलो पार्क हो क्या मामा। जमानादेखिको यो अहिलेको होइन नि। शीतल भएछ है घाममा भन्दा, त्यही भएर त्यो त शीतलमै ठिक हुन्छ भनेर के। त्यही त नि, यहाँ मान्छेहरू एक्सर्साइज गर्ने रनिङ गर्ने अहिले थुप्रै हुन्छ। मान्छेहरू कुदिरहेछ नि त ऊ है। यहाँतिर मान्छेहरू एक्सर्साइज गरेर कोही मोटो हुँदैन नि। बोटानिक गार्डनभित्र छौँ है हामी चाहिँ। ठुलो ठुलो रुखहरू, पार्कहरू, पन्ड्स, फलफुलहरू सबै छ यहाँ। के हो कुखुरा भाले? ठिक रहेछ है। ल कुखुरा भालेहरू, कुखुरा लिएर हाँस लेख्छ नि बजे यहाँ त। हाँस त छ कि छैन कुनै? छन् त छ, ऊ मूर्ति त छ के अरे। पक्का हाँस चाहिँ कति छ कुनै थाहा भएन। मूर्ति चाहिँ छ तर दुई तिनवटा त थियो है। ऊ थियो क्या त्यो ढुङ्गामा के। माछा चाहिँ छ यो भित्र। जाऊँ यो बाटोबाटै जाऊँ। फोटो खिचेको ए खिच्दैन ल। मामा र बजी फोटो खिच्दैछ। स्वान लेक भने जस्तो लाग्यो चाहिँ। के पो भन्थ्यौ यो त? के भन्छ यहाँ? Keep us healthy, please do not feed us. We are not hungry. We like to eat plants and insects and there are plenty around here. We are not like you. Your food such as bread is junk food too. Protect us and our home. Do not by not feeding us. जङ्गली जानवरहरूदेखि लिएर यस्तो चराचुरुङ्गीहरूलाई चाहिँ खास खुलाउनु हुँदैन, उनीहरू आफैले खान्छ भन्दो रहेछ। वाइल्ड एनिमल्सलाई चाहिँ वाइल्डमै रम्न दिनु पर्दो रहेछ। एक्सेप्ट हुन्छ कि हुँदैन है? एक्सेप्ट हुन्छ। माछा त छ होला। एक्सेप्ट भयो भयो ए ल। ल प्रपोजल एक्सेप्ट भएको छ। म यही टिभीमा हालिदिन्छु नि बजे, यही हुन्छ नि।
यो त सबै टिभीमा आउँछ नि पछि भोलि अनि टिभीमा त सबै आउँदा है यस्तोहरू आफूले ठाउँमा गएको चिन्छ त होइन होइन यही भ्लग हालिदिन्छु नि यही भ्लग हेर्दा हुन्छ नि अब त यो भ्लग हाल्यो भने चिन्ता चिन्यो यस्तो थियो भनेर अलग खाली हुने सबले पुरो पनि नभन्छ अन्त पानी हुन्छ त उडिन्छ पानीमा नि खाली लड्दैन कति धेरै छ नि बुझे यहाँ यस्तो कछुवाहरू कति धेरै अन्डा पार्छ भन्न धेरै पार्छ कि पार्छ अन्डा यसले अन्त नि कत्रोको अन्डा त ठुल्ठुलो हुन्छ अन्डा माथि जाउँ होला यो त माथि माथि जाउँ चल चाहिँ अरे ल छ त्यो माथि लग्यो हुन्छ बुढी त्यो टुप्पोमा जाऊँ कति धेरै आम्मा उडिरहेछ के हो यो बकुला हो के हो है समथिङ हो पानीहरू खाने ठाउँ हो भने कि त होइन नि यो त त्यो हाँसहरू जस्तो हो अब बास बस्नलाई हो कि ठ्याक्कै यता बास बसिरहेछ नि त बास बस्न आएको छ कि लङ्ला थियौँ ल फोटो सेसन हुँदैछ मामा र बुझेको सुन्दर शान्त अनि कति रमणीय छ हाम्रो सिङ्गापुर बोटानिक गार्डन कमलको फुलहरू मिल्ने प्रयासमा फुलिसकेको त नरहेछ कमलको फुल होला नि बुझे ती फुल र बुझे कर्णफुली र त्यहाँ राम्रो आछ ल चलिए यतैबाट निस्किम न त उतैबाट निस्किम ल राति बास्न आउँछ होइन बुझे कुनै निस्किनु अगाडि हिँड न हो डार्लिङ
यो त ठुलो छ बा मामा यता आउनु यता चल्छ होइन यो भित्र जाऊँ न यहाँ ए झुलुङ्गो उयो माथि त्यो गेटमा जाने हो कि यहाँ च्याक्का हो नि यो त हल्लाउने हो नि त्यहाँ त हल्लिएर बस्ने हो नि रमाइलो भयो मामा झोलोमा झुल्दैछ हामी हो के बारेको रे बोटानिक गार्डन बोटानिक बोटानिक गार्डन सिङ्गापुर बोटानिक गार्डनमा भनौँ बोटानिक गार्डनमा झोलोमा झुल्दैछ बुढाबुढी हेर्नुहोस् है गाइज हो अरे हेर्नुहोस् है गाइस हो सिङ्गापुर हो बोटानिक गार्डन धेरै पहिलादेखिको नि बजियो त संरक्षण गरेर राखेर कि जमानादेखिको हो यहाँ राम्रो आउँछ यहाँ बसेरै खिचौँ आउनुहोस् यो चाहिँ बोटानिक गार्डनको टप पोइन्ट होला है बुढी है ए हो कि डाँडा कति क्षेत्रफलमा फैलिरहेछ कुनै यो निकै ठुलो छ हौ हामी उतापट्टि निस्केर एमआरटीबाट उता 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 निस्किने हो है अनि एमआरटीबाट जाने उताबाट ठिक हुन्छ बढी कस्तो मजाले हाल्छ है बुझ्यो होइन मलहरू के सबै जागिर हुन्छ नि बुझे अहिले जाऊँ न त्यो अर्किडहरू के छ नि झन् मम्मीले टिकटक बनाएको ठाउँ त हो त तल बनायो उद्या उद्या हो तर सबै फेरि ए त्यो काटेछ हो त्यहाँ बस्नु टक्क राम्रो आउँछ फोटो यहाँको आमा र बुझेको चाहिँ टिकटक सुट हुँदैछ यहाँ ल है फाइनल प्रोडक्ट चाहिँ कस्तो आउँछ हेरौँ है अब त्यसमा गीत हालिदियो भने राम्रो आउँछ कि टिकटकमा अनि ट्याक्क हालिदिने जिन्जर गार्डन फुल होला बजे यो त तर तिङ्रै जस्तो देख्छ
फुल हो फुल हेर्न एक डाँडा फुलेको फुल तर यो के अरे तिङ्राकै जातको हो के त्यो नामै जिन्जर गार्डन हो नि त नि ढेँडोसँगै खाने हो पुलिसले लान्छ पछि ऊ भाले पनि हिँड्दैछ माथि जेलमा जाँदैन तिनीहरू त सब आजाद छ कि बिचरा हिजो एउटा नेपालको त्यो साइकल चढेर विश्व भ्रमण गर्छु भन्ने केटा सिङ्गापुर आएको रहेछ हाइवेमा छिरो पुलिसले पक्रेर यही नेपालको एउटा बिचरा भाइ के त्यसलाई त्यो हाइवेमा गाडी चलाउनु त्यो साइकल चलाउनु पाउने थाहा नभएर कि पुलिसले पक्रेर लगेर तर पछि छोडिदियो म सिङ्गापुर आइपुगेछु अब के खाने हो कहाँ बस्ने हो मलाई हेल्प गर्नु भन्दै थियो कसैले गर्यो होला यता भित्रबाट अब यता भित्रबाट बुझे मान्छेले बनाएको झरना हो क्या यो त नक्कली झरना हो निजै सङ्ला आउन आउनु नेसनल अर्किड गार्डन बजे फुल त कति राम्रो छ है यहाँको राष्ट्रिय फुल हो नि बजे सिङ्गापुर बोटानिक गार्डन मा हामी आज मामा र बजेसँग घुमफिर गर्दैछ सिङ्गापुरमा आउँदा एउटा भिजिट गर्नै पर्ने ठाउँ यो पनि हो बोटानिक गार्डन निकै ठुलो छ तपाईहरु पनि आउँदाखेरि एकचोटि भिजिट गर्नु होला है यो पार्क बोटानिक गार्डन्स विभिन्न फुलहरू वनस्पतिहरूको चाहिँ एउटा संग्रहालय जस्तो नै छ यहाँ मान्छेहरू एक्सर्साइज गर्न पनि आउँछन् घुम्न पनि आउँछन् डेटिङ गर्न पनि आउँछन् विभिन्न लिएर लक्ष्य लिएर चाहिँ आउँछ हामी आज चाहिँ फेरि घुम्न आएको छौँ आज है दिनमा चाहिँ यिनीहरू त हाम्रो सुमाइरोहरू जस्तै हो कि घरमा पाल्ने बच्चै हो यिनीहरू बहुत ठुलो छ मामा
कुकुर पालेको के को लागि पालेर सबैको छ कुकुर यति राम्रो काट्यो घाँस हेर्दा एक दिनमा कति हजार मान्छे आउँछ होला यहाँ कि बहुत धेरै आउँछ मामा घुम्न आउँछ कोही एक्सर्साइज गर्न आउँछ रनिङ गरिरहेछ कोही होइन कोही घुम्न आउँछ पर्यटकहरू हेर्न आउँछ ल डग्सहरू पनि इन्जोय गरिरहेछ खाना लिएर आएर बिहान आएर फेरि खाना खाएर फेरि घुम्दै होला क्या मान्छेहरू यतै खाना खाने यहाँ त फेरि अब केही गर्नु पाउँदैन पछि मार्न पनि पाउँदैन मान्छेले केही गर्नु पाउँदैन उसलाई बिचरा डरै छैन अनि कसैले केही नि गरिदिनु होला थाहा छ नि त मलाई के यहाँ खाना पकायो ल्यायो यहाँ खायो नेसनल पार्क्सको ओपन थिएटर हो यो चाहिँ स्याम फाउन्डेसन सिम्फोनी स्टेज भन्दो रहेछ यहाँ चाहिँ टाइम टु टाइम यहाँ चाहिँ कन्सर्ट्सहरू ओपन कन्सर्ट्सहरू हुन्छ जस रमाइलो हुन्छ हाम्रो जिसीको पाइप एन्ड ड्रमको मान्छेहरूले पनि पर्फर्मेन्स दिएको थियो पहिला यो ठाउँमा चाहिँ कति धेरै आएछ सबैजना रमाइलो मानेर बसिरहेछ हामी पनि रमाइलो मान्दै घुम्दैछ तपाईँहरू ब्लग हेरेर साथ दिनु होला इन्जोय गर्नु होला है त सिङ्गापुर आउने सोच छ भने सिङ्गापुर बोटानिक गार्डन पनि अवश्य आउनु होला माछा छ नि है कछुवा कछुवा कछुवाले त्यसमा अन्डा पार्छ यस्तै हुन्छ क्या अन्डा अन्डा पार्ने होला करोडपतिको खेल्दाखेरि यो कछुवा पनि आउँदो रहेछ है करोडपतिको माछा नै रहेछ अन्त नि है ठुलो त पुखरीको माछा माछा हो आइरहेको लाङ्दिन्थेँ म पार्कको लाइटहरू पनि सबै अन भइसक्यो हामीहरू अब क्लोनी पार्कमा छिरेछ बोटानिक गार्डनको अर्को हाँगामा अब हामी यताबाट जाँदै हामीहरू चाहिँ एमआरटीबाट हामी फेरि दुर्सिङतिर फर्किँदै हौँ अब पामा बजे मेरो बुढी गफ गर्दै रमाउँदै हामी जाँदैछौँ हावानी सरर आयो ल बजे पछाडि फर्केर हेलो भनिदिनु अब
ल हेलो 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 गाइज भन्ने धेरै खुसी भयो रमाइलो भयो आजको दिन राम्रो भयो तपाईँहरूले सधैँभरि यसरी खुसी भाउ के बजे आमा बाबाको आशीर्वादले अघि त्यही त यता ठुलो ढेक्यो नि त यहाँ ठुलो समय हो पर समय छ मान्छेहरू खेल्ने दिनभरि लाग्ने रहेछ घुम्ने हो भने बरु दिनभरि लाग्छ बुद्धको बाँध हो कि व्यवस्थित छ है यहाँको पार्कहरू चाहिँ यस सरसफाइ व्यवस्थित कुखुरा पनि बाँच्दैछ हौ अब कुखुराहरू चाहिँ पुरा बास बसेछ बजेर त समातेर लगेर काटेर खानुपर्छ भन्दैछ हामीले ए बाटोबाट बाटो पनि हो यो यो चाहिँ ब्लड प्रेसर रोगीहरूको लागि चाहिँ खाली खुट्टा हिँड्नुपर्छ यहाँ चाहिँ बनाएको है डिजाइन बनाएको नि त अर्को यार दुनियाँले हेर्नलाई हामी चाहिँ आजको हाम्रो छोटो यात्रा सकेर हामी पुचनी गार्डनबाट चाहिँ हामी एक्जिट भयौँ अब हामी चाहिँ एमआरटी हुँदै फेरि अब घरतिर फर्किन लागेको है यो चाहिँ अब ट्रेनबाट जाने मामा आज हामी ट्रेनमा चढेको छैन है यहाँ आएर है सो आज ट्रेनमा जाने है ल यहाँ बिस्तारै ल जाउँ त बिस्तारै जाउँ हुन्छ केही नि हुनु त्यो बिचमा उभिनु है ठ्याक्क बिचमा उभिनु है बस बस के भन्नु फोकटेनमा त अब खुट्टा आउनुहोस् ल बस ल मामा र बुझे आज फर्स्ट टाइम एमआरटी चढ्न लाउनु भएको छ अब एमआरटीमा चढ्नुहुन्छ उहाँहरू आउनु मामा आउनु कोही त हरियो बोलेकोमा त्यहाँ ट्याङ्क सुँगाउने अनि त्यो खुल्छ अनि जाने है अच्छा यो हरियो बोलेको बग बग ल जानु ल मामा जानु एमआरटी अर्को स्टेसनको एमआरटी चाहिँ आएर बसेछ आज रेलमा नि चढ्ने है हामी अब ल कस्तो लाग्यो त बुझ्यो आजको तपाईँको भिजिट रमाइलो लाग्यो राम्रो छ नम्बर 1
हो नम्बर 1 ले मामाले मेरो बुढीलाई कस्तो लाग्यो त रमाइलो रमाइलो भयो बेसी आमा बाबासँग घुम्नु पाएर बेसरी खुसी भयो है थकानी लाग्यो रमाइलो लाग्यो थकाइ नि लाग्यो अब जुसिङमा गएर भात खानुपर्छ है ल हाम्रो ट्रेन पनि आइपुग्यो ल जाऊँ ट्रेनमा जाने ल माथि कति बस्नु बजे हुँदैन केही हुन बजे एकदम सफा हो यहाँको ल यता लिफबाट आउनु लिफबाट जाऊँ लिफबाट जाऊँ बजेलाई त एयरकनले चिसो लागेछ चिसो लाग्यो बजे हो र माथि जाने हो माथि जाने ल जाऊँ हामी अब नेक्स्ट आइपुग्यो अब नेक्स्टबाट हामी चाहिँ फेरि 100 नम्बर लिएर हामी घर जान्छौँ जुसिङमा गएर खाना खान्छौँ आज चाहिँ मामा र जयले अब एउटा बियर एक ग्लास ल